हेलो साथीहरु, फेरि पनि स्वागत छ तपाईलाई मेरो मिनी भ्लगमा। आज चाहिँ हामी जाँदैछौँ बर्दिया राष्ट्रिय निकुञ्जमा सफारी गर्नलाई। मेरो उहाँ चाहिँ प्यारो ह्यान्डसम दाइ। अनि जाने क्रममा अब टक्क लगाएर नास्ता खानालाई हामी एउटा क्याफेमा गयौँ। अनि नास्तामा चाहिँ चिया, अन्डा, चना रहेछ, टक्क लगाएर दियो, गम पाइ खाइयो। त्यसपछि गाडीमा हाम्रो डान्स सुरु भइहाल्यो। कुमार दाइको डान्स देखेर चकित पर्यौं। बाबै खतरा डान्स हान्नु दाइले त, कोब्रा डान्स। त्यसपछि हामी उत्रियौं बर्दियामा रहेको ठाकुर बाबा नगरपालिकामा। र त्यहाँ चाहिँ ठाकुर बाबा र कोल्पो नगरपालिका बीच असल अभ्यास र सिकाइ सम्बन्धी अनुभव आदान प्रदान कार्यक्रम रहेछ। अनि त्यतिकैमा हाम्रो प्यारा ह्यान्डसम दाइलाई नदेखाए त हुँदै हुन्न, भ्लग त भाइरल गराउनु पर्यो। त्यसपछि हामी भित्र गएर सभा हलमा बैठक बस्यौं। त्यहाँ भित्र आफ्नो पालिकामा भएको राम्रो कामहरू सुनाइयो। त्यसपछि कार्यक्रम भ्याएर हामी बाहिर आयौँ, फोटोसोटो खिच्यौँ। राम्रो रहेछ त्यहाँको नगरपालिका, साह्रै मन पर्यो। त्यसपछि हामी कासा होटलमा खाना खायौँ। त्यतिकै हामी फेरि गाडीमा रमाइलो गर्दै बर्दिया राष्ट्रिय निकुञ्जमा सफारीको लागि फेरि हिँड्यौँ। त्यसपछि हामी बबे रिसोर्टमा पुग्यौँ। वाउ, त्यहाँको सिनहरू देखेर यस्तो दामी लाग्यो मलाई। अनि त्यहाँ पुगेर एकछिन रेस्ट गरेर हामी तुरुन्तै सफारीको लागि रेडी भएर निस्क्यौँ। अनि मैले पनि त्यहाँको यस्तो भिडियोहरू बनाएँ, टक्क लगाएर यस्तो ब्लग टाइपको। अनि त्यहाँ चाहिँ बाहिर गेटमै यस्तो यस्तो जनावरहरू पाइन्छ अनि यस्तो यस्तो ठाउँहरू छ भनेर टक्क बाहिर डिस्प्लेमा देखाइदिँदो रहेछ। अनि फेरि हाम्रो सफारी स्टार्ट भयो। म चाहिँ यो बर्दिया राष्ट्रिय निकुञ्जमा योचोटि झरेर 4 चोटि पुगेको छु। अनि त्यसपछि म चाहिँ टक्क लगाएर टाउकोमा रुमाल बाँधेर गुन्डा जस्तै बनाएर गाडीमा बसेर यसो घाम खाँदै जङ्गल घुम्दै उतातिर यसो हेर्दै जनावरहरू हेर्दै विभिन्न प्रकारका जनावरहरू जरायो अनि हात्ती मयुरहरू हेर्दै रमाइलो गऱ्यौँ। अनि त्यसपछि हामी थकाइ लाएर एकछिन हामी एउटा रुखको तल छारीमा रेस्ट गऱ्यौँ। अनि त्यतिकै प्रकाश सरले खै के त्यहाँ भन्नु, मैले यस्तो हेरेँ केही देखिनँ। अनि त्यस्तो मोबाइल जुम गरेँ, त्यही पनि केही देखिनँ। त्यसै ठगिदिनु भयो। त्यस सफारी सकेर हामी होटलतिर फेरि फर्क्यौँ। अनि यसले त जनावर नै देखाएन भनेर भन्नु होला। फेरि जनावर देखाएको बेला ठ्याक्क भिडियो गर्दाखेरि जनावर भागिहाल्थ्यो कि, त्यही भएर भिडियो गराउनै पाइएन। अनि त्यसपछि रिसोर्टमा पुग्नु बित्तिकै यसो टिकटक बनाइहालेँ। म त टिकटक त कहाँ छोड्छु र। त्यसपछि हामी गाडीमा फेरि बसेर कर्णालीतिर लाग्यौँ। त्यसपछि पुग्यौँ हामी कर्णालीमा। त्यहाँ चाहिँ सबैजनाले फोटो मिलेर खिच्नुभयो। मैले त फोटो खिचिनँ, मसँग त धेरै फोटोहरू छ कर्णालीमा आएको, हालेकै छैन। त्यसपछि हामी कर्णाली होटलमा गएर मजाले कर्णालीको माछा खाइयो। साथीहरू, आजलाई मेरो भ्लग यति नै। अब अर्कोचोटि नयाँ भिडियोमा फेरि भेटौँ। यसरी नै मेरो भिडियोलाई माया गरिदिनु ल। थ्याङ्क्स फर वाचिङ।